चाहिँ अहिले सुदूरपश्चिमको बझाङ जिल्लामा चाहिँ छौँ। यो पुतलीको डिफ्रेन्ट क्यारेक्टरिस्टिक्सहरूलाई चाहिँ मैले मेजरमेन्ट गर्न लागिरहेको छु र अहिलेको अवस्थामा चाहिँ मैले इन्डियन टर्टोइस वैज्ञानिक नेम चाहिँ एग्लेस क्यास्पेरेन्सिस पुतलीलाई छोपेको छु। यहाँ देख्न सक्नुहुन्छ। यो पुतलीको चाहिँ मैले मेजरमेन्ट गर्न जाँदैछु। मेजरमेन्टभित्र चाहिँ मैले केलाई इन्क्लुड गरेको छु भन्दाखेरि एउटा विङ्सको मेजरमेन्ट गरेको छु, एन्टिनाको र थोरेक्सको वाइडलाई चाहिँ मैले मेजरमेन्ट गर्न जाँदैछु। अब हेरौँ यसको कति हुँदो रहेछ। यसको मेजरमेन्ट कन्ट्रोल गर्छु। यो अलिक चलिरहेको छ भित्र भएको भएर कन्ट्रोल गरेर थोरेक्स रिजनमा समातेर यसलाई चाहिँ मैले पहिला सुरु कन्ट्रोल गर्छु। किलिङलाई चाहिँ मैले स्ट्रिक्टली प्रोहिबिट गरेको छु। फेरि यो फुल सुत्दै आएछ। ओके, फाइनली मैले यसलाई क्याप्चर गरेको छु हातमा। यो एकदम सेफ छ। हामीले यसलाई छोपिसकेपछि सबभन्दा फर्स्ट काम भनेको हाम्रो के हुनुपर्छ त भन्दाखेरि हामीले यसलाई मार्क गर्छौँ। जुन एउटा जेल पेन हुन्छ, अरू मार्कर पनि हुन्छ हुन त। जेल पेनले चाहिँ विशेष गरेर हाम्रो हाइन्ड विङमा चाहिँ व्हाइट पार्ट रिजनमा, किनभने कालोले चाहिँ व्हाइटलाई चाहिँ क्लियरली देखिने भएको भएर व्हाइट रिजनमा चाहिँ हामीले यसरी मार्क गर्छौँ। ल हेर्नुहोस्, यहाँ मार्किङ मजाले देखिन्छ है। यो मार्किङ गरेको यहाँ देखिन्छ। यो रिजनमा हाइन्ड विङको अन्डर साइड भ्यूमा चाहिँ हामीले यसरी मार्किङ गर्छ। यो मार्किङ गरेको कारण किन त भन्दाखेरि यसमा चाहिँ पछि छोपिएर यो चाहिँ डबल काउन्टिङ नहोस्, डबल मेजरमेन्ट सेम इन्डिभिजुअललाई चाहिँ डबल मेजरमेन्ट नहोस् भएको कारणले गर्दाखेरि पहिला चाहिँ फर्स्ट काम भनेको चाहिँ यसरी मार्किङ गर्नुपर्ने हुन्छ, जुन चाहिँ जेल पेनले अथवा मार्करले त्यो गर्नुपर्ने। यो पनि एउटा साइन्टिफिक वे अफ काउन्टिङ द इन्डिभिजुअल अफ द स्पेसिस भन्छ है। अब फेरि हामी अर्को प्रोसेस मेजरमेन्ट गर्न जान्छौँ। अब मैले यसमा चाहिँ पहिला सुरु मैले विङ्सको मेजरमेन्ट गर्छु। विङ्सको चाहिँ एउटालाई मेजरमेन्ट गरिसकेपछि त्यसलाई मैले इन्टु 2 गरेर दुईवटा विङ्सको चाहिँ मेजरमेन्ट टोटल क्यालकुलेट गरिरहेको छु आजसम्म। त्यसलाई नै साइन्टिफिक मेजरमेन्ट गरेको पाइन्छ लिटरेचरहरूमा पनि। सो त्यही आधारमा मैले यसरी यसको चाहिँ विङ प्याटर्नलाई थोरेक्स रिजनको त्यसको ओरिजिन कहाँबाट भयो त, थोरेक्स रिजनको ओरिजिनबाट चाहिँ यसलाई पोइन्ट आउट गरेर मैले यसको 4 विङको चाहिँ टिप्स रिजनमा विशेष गरेर 4 विङ्सलाई मात्र मेजरमेन्ट गर्छु। हाइन्ड विङलाई मेजरमेन्ट गरेको छैन अहिले, किनभने 4 विङले मेजरमेन्टलाई चाहिँ फोकस गरेको हुनाले यसरी हामीले यसरी मेजरमेन्ट गर्दै जान्छौँ। र यसको मेजरमेन्ट हेर्नु पर्दाखेरि 27.31 मिलिमिटर विङ्सको मेजरमेन्ट देखियो। यसलाई चाहिँ हामीले नोट डाउन गरिहाल्नु पर्ने हुन्छ। 27.31 मिलिमिटरको मेजरमेन्ट भएको छ। अब नेक्स्टको चाहिँ हामी अब एन्टिनालाई मेजरमेन्ट गर्छौँ। यसमा एन्टिनाको पनि सेम प्रोसिड्युर चाहिँ हो मेजरमेन्ट गर्ने। यसको एन्टिनाको मेजरमेन्ट गर्नु पर्दाखेरि यसको ओरिजिनेसनबाट यसको टिप पोइन्टको मेजरमेन्ट गर्दाखेरि यसको चाहिँ 13.37 मिलिमिटर देखायो यो। अब लास्ट यसको क्यारेक्टरिस्टिक्स रह्यो अलिकति त्यो थोरेक्स रिजनलाई मेजरमेन्ट गर्नलाई चाहिँ अलिक कम्प्लिकेटेड हुन्छ, किनभने यसलाई मार्ने भएको भए केही फरक पर्थेन। यसको किलिङ गर्नुभएको भए, कलेक्सन गर्नुभएको भए। तर अहिलेलाई चाहिँ त्यही पनि हामीले यसको चाहिँ मेजरमेन्टलाई चाहिँ हामी यो तरिकाले विङ्स 4 विङलाई चाहिँ यसरी सेपरेट गरेर अनि हामीले चाहिँ फेरि यसलाई यसरी तन्काएर हामीले मेजरमेन्ट गर्छौँ। यो यसको प्रोसिड्युर लाइभ मेजरमेन्ट गर्दाखेरिको प्रोसिड्युर छ यो। यसको चाहिँ वाइटको मेजरमेन्ट गर्दाखेरि 2.19 मिलिमिटर चाहिँ यसले देखायो, 2.9। सो अब यसको सबै कम्प्लिट मेजर यति मात्रै क्यारेक्टरिस्टिक मेजरमेन्ट गर्ने भइसकेपछि हामीले चाहिँ यसलाई फेरि आफ्नै वाइल्ड हेबिटेटमा हामीले यसलाई छोडिदिन्छौँ।